आफ्नी श्रीमती भुन्टीलाई नाना थरी भनेर चाहिँदो नचाहिँदो आरोप लगाएर घरबाट निकालेर भूपेन्द्रले जसरी घर बाहिर अर्कै केटीसँग रमाइरहेका थिए, आज भूपेन्द्रले त्यही कर्मको फल भने पाइसकेका छन्। आज भूपेन्द्रलाई पैसाको जरुरत हुँदा त्यही केटीको बुवाले भने भूपेन्द्रलाई राम धुलाई हुने गरी कुटिसक्नु भएको छ। हो साथीहरू, अब बल्ल भूपेन्द्रले भने भुन्टीलाई सम्झिएका छन्। साथीहरू, उनलाई बल्ल महसुस हुँदैछ कि मैले भुन्टीलाई घरबाट निकालेर कति ठुलो गल्ती गरे भनेर। साथीहरू, भूपेन्द्रलाई पैसाको खाँचो परेको बेलामा जेरीको बुवा आएर भने भूपेन्द्रलाई राम धुलाई हुने गरी कुटिसक्नु भएको छ। अब त भूपेन्द्र भने न त घर जाने अवस्थामा न त घर बाहिर नै जाने अवस्थामा रहिसकेका छन्। भूपेन्द्र भने अब घर न घाटका भइसकेका छन्। साथीहरू, जे जस्तो भूपेन्द्रको जीवनमा भइरहेको छ त्यो त एकदमै नराम्रो भइरहेको छ। सायद भुन्टीको आँसु लागेर होला भूपेन्द्रको जीवन अहिले एकदमै धेरै बदतर भइसकेको छ। साथीहरू, तपाईहरूलाई पनि भुन्टीको आँसुले नै गर्दा, भुन्टीले रुवाएको नै गर्दा, त्यही कारणले नै आज भूपेन्द्र यो अवस्थामा पुगेका हुन्। भूपेन्द्रले जसरी चाहिँदो नचाहिँदो आरोप लगाएर भुन्टीलाई रुवाएका थिए, आज त्यही आँसु भूपेन्द्रलाई नै लागेको हो र त्यसै कारणले नै भूपेन्द्रले यति धेरै दुःख पाएका हुन् भन्ने जस्तो लाग्छ भनी कमेन्ट बक्समा कुरा सही हो भनेर लेखिदिएर भिडियोलाई अन्तिमसम्म हेरिदिन पनि नभुल्नुहोला। साथीहरू, आज फेरि तपाईहरूको माझ मैले भुन्टीका न्यू अपडेटहरू लिएर आइसकेको छु। साथीहरू, टोकले र भुन्टीले भने एउटा नयाँ सल्लाह गरिसकेका छन्। भुन्टीले भने अब सधैँका लागि भूपेन्द्रलाई त्यागेर यही सहरमै बसेर तपाईले र मैले केही नयाँ बिजनेस गर्नुपर्छ, नयाँ व्यापार गर्नुपर्छ। अब म भूपेन्द्रलाई कहिले पनि सम्झिँदैन, उसको यादमा कहिले पनि रुँदिन भनेर भुन्टीले भने भनिसकेकी छिन्। उता भीमलाई भने उसको दाइ र भाउजूलाई कुकुरको जस्तो व्यवहार गरिरहेका छन्। भूपेन्द्रको भाउजूले अर्थात् भीमको भाउजूले भने भीमलाई भोलिबाट यहाँ बस्नु पर्दैन, तपाईँ पनि आफ्नो घरमा गए हुन्छ, उही गाउँमै गए हुन्छ, हामीले तपाईलाई कुनै पनि हालतमा राख्दैनौ भनेर यति बेला भीमकी भाउजूले भीमलाई गाउँमै पठाइदिने निदो भने गरिसकेकी छिन्। साथीहरू, टोकले र पूर्णिमाको सम्बन्ध पनि यो समयमा त छुटिसकेको थियो, तर जब टोकले पूर्णिमालाई बाटोमै छोडिदिएर आफ्नो बुवासित जानको लागि भनेका थिए, तर साँझपख टोकलेलाई फोन आउँदा भने अझै पनि पूर्णिमा घरमा भने पुगेकी थिइन्। यो कुरालाई सुनेर पूर्णिमाका आमा बुवा र टोकले भुन्टीका परिवार भने एकदमै धेरै निराश हुनुहुन्छ। साथीहरू, भुन्टी पनि एकदमै धेरै निराश भएकी छिन्। आखिर पूर्णिमा भने कता गएकी होलिन् त। साथीहरू, बिचरा भुन्टी कति धेरै निराश भएकी छिन्। भुन्टीलाई भने अब त गाउँमा गए पनि सबैजनाले हेप्छन्, त्यसैले उनले सहरमै बस्ने निदो गरिसकेकी हुन्। भुन्टीलाई पनि भूपेन्द्रको घरमा भूपेन्द्रको दाइ र बुवाले बाहेक कसैले पनि राम्रो नजरले हेरेन। भूपेन्द्रको बुवाले र भूपेन्द्रको दाइले भने सधैँ माया र सम्मानको रूपले भुन्टीलाई हेर्नुभयो, सधैँ असल देख्नुभयो। तर भूपेन्द्रको भाउजू होस् या अरू कुनै सदस्य, उनले भने भुन्टीलाई जहिले पनि नराम्रो नजरले नै हेरे। भुन्टी पढी लेखेकी केटी होइन, ऊ एकदमै धेरै खराब केटी हो भनेर सबैले भने, तर भुन्टीलाई त्यति असल हुँदा पनि सबैजनाले यति धेरै घृणा गरे। त्यसैले आज भुन्टी भने त्यो घरबाट सधैँको लागि निस्किएर जान थालेकी छिन्। साथीहरू, पूर्णिमा घर नपुग्दा पूर्णिमाका आमा बुवालाई निराशा हुनु त स्वाभाविक नै हो। पछिल्लो समयमा पूर्णिमाको बुवाले भने पूर्णिमालाई घरबाट निकालिदिनु भएको थियो। आफ्नो ज्वाइसँग अर्थात् बुढासँग राम्रो सम्बन्ध गरा, तब मात्रै यो घरमा फर्किएर आउन पाउँछेस् भनेर पूर्णिमाको बुवाले भने पूर्णिमालाई भन्नुभएको थियो। तर पूर्णिमा रातिसम्म पनि घर नआइसकेपछि पूर्णिमाको आमा बुवाले भने टोकलेलाई फोन गरेर सबै
कुरा सोध्नुहुन्छ। टोकलेले भने मैले त पूर्णिमालाई दिउँसै बाटोमा छोडिदिएको थिएँ, आखिर यति बेलासम्म पूर्णिमा किन घर आइनिन् त भनेर टोकले पनि एकदमै धेरै निराश भने भएका छन् साथीहरू। तर जति पीर र चिन्ता पर्नु थियो त्यो त भीमलाई नै पर्यो। भूपेन्द्रले गरिरहेका सजायका अर्थात् भूपेन्द्रले गरिरहेका ती काला कर्तुतहरूको सबै सजाय त भीमले पो पाउने भए। अब त भीम पनि त्यो घरमा बस्न मनाइ भएको छ। स्वयं भाउजूले नै भीमलाई भने खान पनि दिन्न, भोलिबाट तिमी गाउँमै जानुपर्छ भनेर भनिसक्नु भएको छ। साथीहरू अब त भीमको जीवन पनि एकदमै धेरै बिग्रिसकेको छ। यदि भूपेन्द्रले भुन्टीलाई नछोडेको भए आज त्यो घरका सबैजना खुसी हुन्थे होला। भुन्टी घरमै भएको भए भुन्टीले सबै काम गर्थिन्, भूपेन्द्र बाहिरबाट काम गरेर आउँथे, दुवैजना भने मिलेर बसिरहेको हुन्थे होला। तर साथीहरू भूपेन्द्रकै कारणले गर्दा आज भीम पनि घरबाट निक्लिने भएका छन् र भूपेन्द्रको दाइ र भूपेन्द्र भीम तिनै भाइको सम्बन्ध भने यति बेला चकनाचुर हुने पक्का पक्की भइसकेको छ। साथीहरू यो सबै हुनुमा भूपेन्द्रको नै हात छ। भूपेन्द्रले पहिला पनि भुन्टीलाई दुःख दिएकै हुन्। पहिला दुःख दिँदा पनि सुकुमाया आएर अबदेखि यस्तो दुःख दिएमा कानुन बमोजिम सजाय दिलाउने छु भनेर कागज पत्र गरेर भुन्टीको घर परिवार सबैसँग सोधेर भुन्टीलाई भूपेन्द्र सामु पठाएकी थिइन्। तर आज त्यही बेहोरा फेरि भूपेन्द्रले भने देखाइसकेका छन्। अब चाँडै सुकुमाया आउनु पर्छ, नत्र सुकुमाया नआएको खण्डमा त बिचरी भुन्टीले भने न्याय पाउने छैनन्। त्यसैले भुन्टीलाई न्याय दिलाउनको निम्ति पनि सुकुमाया भने चाँडोभन्दा चाँडो प्रस्तुत हुनुपर्छ। हजुरहरूलाई के लाग्छ त आज आउने भुन्टीको नयाँ भागमा सुकुमाया आउलिन् त सुकुमाया देखा पर्लिन् त? हजुरहरूलाई के कस्तो लागिरहेको छ, के लाग्दैछ? जस्ताको त्यस्तै हाम्रो कमेन्ट बक्समा अवश्य भनिदिनु होला। आज भोलिको भुन्टी सिरियल के कस्तो लाग्दैछ अनि मेरो आजको यो भुन्टीको न्यू अपडेट तथा न्यू न्युजहरू अथवा अपडेट्सहरू हजुरहरूलाई के कस्तो लाग्यो त्यो पनि कमेन्ट बक्समा भनिदिन अवश्य नभुल्नु होला। साथीहरू यदि तपाईहरूलाई पनि आजको मेरो यो रिभ्यू भिडियो मन पर्यो भने भिडियोलाई एक लाइक गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब गरिदिन पनि अवश्य नभुल्नु होला, ताकि अब आउने दिनहरूमा पनि हजुरहरूले चाँडोभन्दा चाँडो मैले राखेका भुन्टी कान्छी तथा अन्य सिरियलका रिभ्यू भिडियो हेर्न नछुटाउनु होला। हस्त साथीहरू आजको लागि भने यति नै। आगामी दिनहरूमा पनि यस्तै रमाइला र रोचक भिडियोहरू लिएर अवश्य प्रस्तुत भने म चाँडै भन्दा चाँडै हुनेछु। त्यतिन्जेलसम्मको लागि म हजुरहरूको सामुबाट ड्रिम रिभ्यू हजुरहरूको सामुबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।